हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। फेरि पनि तपाईँहरूलाई मेरो अर्को भिडियोमा स्वागत गर्न चाहन्छु। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला भन्न चाहन्छु। र म चाहिँ आजको दिन उठेर सुरुवात भइसकेको छ, भर्खरै उठेको हो। र आजको दिन चाहिँ पछाडि तपाईँहरूले देखिसक्नुभयो कस्तो राम्रो छ, हेर्न सक्नुहुन्छ यहाँनिर। धेरै दिन पश्चात आजको दिन चाहिँ एकदमै राम्रो तरिकाले घाम लाग्ने खालको छ है त साथीहरू, देख्न सक्नुहुन्छ। र आज चाहिँ म बजार जानुपर्ने छ, सो म चाहिँ छिटो उठिसकेको छु र बजारमा थोरै सामानहरू लिनुपर्ने छ, त्यही भएर जाँदैछु, बजार गएर आउनेछु। र बाँकी भिडियोमा हेर्नु होला। ल साथीहरू, म चाहिँ लागेँ यहाँ परसम्म चाहिँ हिँड्दै जानुपर्छ। यहाँ घरमा रोड आउँदैन, त्यही भएर बाइक यहाँ राख्नु मिल्दैन। यहाँ परतिर 2 मिनट जति हिँड्नुपर्छ। पारिपट्टि चौकीमा बाइक राख्छु मजाले, त्यहाँसम्म चाहिँ हिँड्दै जाने हो साथी हो। ल है त साथी हो, अहिले बजारको दृश्यहरू पनि म तपाईँहरूलाई देखाउँछु। ल है साथी हो, मेरो गाडी चाहिँ यहाँ माथि छ चौकीमाथि। म चाहिँ यहाँनिर राख्छु गाडी चौकीमा, सुरक्षित पनि हुन्छ। माथि उयो पनि रोड पनि छैन। पर छ मेरो कालो छोपिरहेको। ल है साथी, बाइक मैले निकालेर पनि स्टार्ट गरिसकेको छु। निकै दिन नचलाएर अलिक स्टार्ट हिँड्न चाहिँ गाह्रो भयो, अहिले स्टार्ट भइसकेको छ। अब म जान्छु। ल है साथी हो, बजार पनि फाइनल्ली आइपुगेँ म चाहिँ। यही हो टुडी खेलमा लाग्ने बजार। हजुर होइन, यहाँ डेडी कता जाने हो खत्तै। यता हुनुहुन्थ्यो ए आमा। यता चाहिँ कपडा पसल छ रहेछ है। ल है साथी हो, हामी चाहिँ सामानहरू किनेर पनि बस स्ट्यान्डमा आइसक्यौँ। यहाँनिर बिरालो यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, सामानहरू सबै किनिसक्यो। बस आउँछ अनि बसमा लाउनुपर्छ है सामानहरू चाहिँ। यस्तै छ आज। हाम्रो गाउँमा जाने गाडी चाहिँ अहिले नआउने रहेछ है। म चाहिँ यहाँ पर्खिरहेको छु गाडी। बजारदेखि अलिक ओह्रो आएर म चाहिँ यहाँ हावासालमा बसिरहेको छु हावा खानु। गर्मी छ आज, धेरै दिनपछि घाम लागेर होला हाम्रो ठाउँमा। अब कति बेला गाडी आउँछ के थाहा नै छैन। बसिरहेछ यहाँनिर। यतातिर पनि रोडै रोड छ, जङ्गलै जङ्गल। यता मेन रोड भइहाल्यो। बिचरा कुकुरलाई पनि तिर्खा लागेछ है, पानी खाइरहेछ। ल है साथी हो, म चाहिँ फाइनल्ली घर पनि आइपुगेँ। अघि चाहिँ भिडियो बनाउनु सकिनँ किनकि एकदमै पानी ठुलो 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 परेको कारणले गर्दा बाइकमा बल्ल तल्ल चिप्लिँदै भए पनि घर आइपुग्यो। र अहिले चाहिँ पानी पुरै रोकिएको छ, हावा चलिरहेछ, मौसम यहाँ तपाईँहरूले देख्नुहुन्छ अगाडि। रात पर्नु आँटिसकेको छ, पुरै मजाले मौसम अहिले खोलिएको छ।
एकदम राम्रो भएको छ। यतातिर चाहिँ कालो कालो बादल रहेको छ। भन्दै आजको यो मेरो भ्लगलाई चाहिँ अन्त्य गर्न चाहन्छु साथीहो। फेरि अर्को भिडियोमा भेट्नेछौँ बाचा गर्दै। सबैजनालाई बाई बाई। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। थ्याङ्क यू।